गुड मर्निङ गाइस सबैजनालाई। सबैजना ठिकठाकै हुनुहुन्छ होला। अस्ति नै मैले तपाईँहरूलाई बैगुन मेरो रोप्दैछु, ब्रोकौली बैगुनहरू भनेको थिएँ नि तपाईँहरूलाई। क्या मेरो बैगुन चाहिँ हेर्नुहोस् है फलेर, यहाँ हेर्नुहोस् त बैगुन फल्दैछ, पुरा पुरा फल्दैछ। धनियाँ ड्याम्मै छ, धनियाँ पनि ड्याम्मै आइराखेको छ। यहाँ हेर्नुहोस् टेरिसको यस्तोमा रोपेको। यतातिर चाहिँ फुल्दैछ, लाग्दैछ। यहाँ पनि, यहाँ त सानै भन्दा पनि यत्रो रहेछ। हेर्नुहोस् त देख्दैछ। ब्रोकौली चाहिँ अस्ति टिपेर तपाईँहरूलाई देखाउनु पाइनँ, मेरो बुढोले टिप्नु भएछ। अन्त साइडबाट पनि आउँदैछ यो ब्रोकौली त। यहाँ हेर्नुहोस् न, यस्तो साइडबाट पनि डुकु डुकु आउँदैछ। अस्ति यहाँ चाहिँ तोडेँ, तोडताड बनाएर ठुलो यत्रो नै थियो, तोडे हो। अनि बोट फल्छ होला भने त यसरी फल्दो रहेछ, सानो सानो लाग्दो रहेछ। पानी आउला जस्तै भयो। अब सिलगढीमा चाहिँ पानी आउँछ होला है। हेर्नुहोस् त गाइस, धनियाँ चाहिँ ड्याम्मै यसमै रोपिदिएको थिएँ कि ड्याम्मै भयो धनियाँ त। मजाले आएको छ धनियाँ त। ए ब्रोकौली डुकु मजाले आउँदैछ सबै ठाउँबाट। मसिनो खालके रमभेडा पनि पुरा हुँदैछ है। यो पनि टेरिसमै लगाएको थिएँ कि, यो वरिपरि यस्तो पट बनाएको छ। यहाँ चाहिँ घिउकुमारी ड्याम्मै रोपेको थिएँ। यो अब सबै यसले खाएको होला, हुँदैन होला हौ। टमाटर चाहिँ ड्याम्मै फलेको छ, मसिनो खालके। कोलाई चाहिन्छ आउनुहोस् है लिनु। भोलिपछि अलिक दिन पछाडि पाकेपछि। ठुलो चाहिँ एउटा मात्रै रहेछ हौ, ठुलो खालके टमाटर चाहिँ एक बोट मात्रै रहेछ। छैन भन्दा त खाँदा हुने रहेछ है, खानु चाहिँ हुने रहेछ। हेर्नुहोस् हेभ अ नाइस डे। तपाईँहरू सबैजनालाई राम्रोसँग बस्नुहोस् होला है। लाइक सेयर कमेन्ट गर्नु चाहिँ नबिर्सिनुहोस् होला है। यहाँ हेर्नुहोस् पुदिना पुदिना पनि उम्रिँदैछ मजाले। ओके बाई बाई।